एकदमै फ्री व्यस्त सहरको बीचमै यस्तो ठाउँ पनि छ जहाँ पुग्ने बित्तिकै मन आफै शान्त हुन्छ। हो, म आज आइपुगेको छु फ्योङथेकको फेदारी पार्कमा। यदि तपाईँ पनि प्रकृतिसँग केही समय बिताउन चाहनुहुन्छ भने यो ठाउँ तपाईँका लागि निकै राम्रो विकल्प हुन सक्छ। गाडीबाट ओर्लिने बित्तिकै आँखामा पर्ने यस्तो विशाल पोखरी देख्दा जो कोही पनि केही बेर रोकिएर हेर्न बाध्य हुन्छ। फ्योङथेकको फेदारी पार्कको पहिलो आकर्षण नै यही हो। पोखरीको बीचबाट माथिसम्म उडिरहेको पानीको फोहराले वातावरणलाई अझ जीवन्त बनाइदिएको छ। फोहराको मधुर आवाज सुन्दै केही बेर बस्दा सहरको व्यस्तता नै बिर्सिए जस्तो महसुस हुन्छ। पोखरीमा हाँसहरू आरामसँग पौडिरहेका, खेलिरहेका र पानीमा रमाइरहेका दृश्य हेर्न झन् रमाइलो लाग्छ। यस्ता प्राकृतिक दृश्यहरूले मनलाई निकै शान्त बनाइदिन्छन्। यहाँ एउटा ठुलो पोखरी मात्र होइन, नजिकै अलि माथितिर अर्को सानो पोखरी पनि बनाइएको छ जसले पार्कलाई अझ आकर्षक बनाएको छ। पोखरी वरिपरि बनाइएका काठका पुलहरूमा हिँड्दै चारैतिरको दृश्य हेर्नु आफैमा एउटा रमाइलो अनुभव हो। जहाँ हेरे पनि पोखरी, हरियाली र खुला वातावरणले मन लोभ्याइरहन्छ। परिवार वा साथीभाइहरूसँग केही खानेकुरा लिएर आएर ड्राई पिकनिकको मजा लिन पनि यो ठाउँ निकै उपयुक्त छ। खुला पार्क भएकाले आरामसँग बसेर समय बिताउन सकिन्छ। फोटो र भिडियो बनाउन मन पराउनेहरूका लागि त यो ठाउँ झन् उत्कृष्ट छ। पोखरी, काठका पुल, फोहरा, हाँसहरू र हरियाली सबैले हरेक फ्रेमलाई सुन्दर बनाइदिन्छन्। पार्कभरि विभिन्न किसिमका फुलहरू पनि फुलेका छन्, तर आज समयको अभावले मैले पुरै पार्क घुम्न भने भ्याइनँ। अर्को पटक बाँकी भाग पनि घुमेर तपाईँहरूलाई अझ विस्तृत रूपमा देखाउने प्रयास गर्नेछु। यदि तपाईँ प्रकृतिसँग केही समय बिताउन, मनलाई शान्त बनाउन वा राम्रो फोटो र भिडियो खिच्न चाहनुहुन्छ भने फ्योङथेकको फेदारी पार्कमा एकपल्ट अवश्य घुम्नुहोस्।